राजन लाल सनाम साथीहरू, आज हामी अनिराज सुब्बी केन्द्रीय कार्यालय रातो घरमा छौं। रातो घरमा आज हामी गणतन्त्र दिवसको दिन एउटा संयोग पारेर हामी अनिराज सुब्बीको 24औं महाधिवेशनको सन्दर्भमा केही छलफलहरू गरिरहेका छौं। आज हामीसँग भइरहनु भएका साथीहरू अनिराज सुब्बी क्रियाशील साथीहरू हुनुहुन्छ। त्यसमध्ये म हाम्रो एकजना कमरेडलाई चाहिँ म सम्बोधनै गर्न चाहन्छु। हाम्रो अभिभावक आशिष इमामरेजी हुनुहुन्छ, लगायत हामी कमरेडहरू र हाम्रो दिलजी हाम्रो अभिभावक हुनुहुन्छ, उहाँ पनि हैन, उहाँ सहित हामी साथीहरू यहाँ छौं। हाम्रो यहाँ छलफल हुँदाखेरि हामीले विद्यार्थी आन्दोलन कसरी राम्रो तरिकाले लैजान सकिन्छ भन्ने हिसाबमा साथीहरू बीचमा छलफल भयो। मेरो चाहिँ के भन्न चाहन्छु भने म साथीहरूलाई साक्षी बनाएर म देशैभरिका साथीहरूलाई सुदूरपश्चिम प्रदेशदेखि कोशी प्रदेशसम्म हाम्रो 7वटै प्रदेश र हामीले अनिराज सुब्बीले 8वटा प्रदेशको संरचनाको अभ्यास गरिरहेका छौं। सबै साथीहरूलाई विश्वविद्यालयमा अभ्यास गरेर क्रियाशील रहनुभएका साथीहरू, क्याम्पस कमिटीमा क्रियाशील रहनुभएका साथीहरू, जिल्ला कमिटी, प्रदेश कमिटी, विभिन्न कमिटी, नगर कमिटी, विभिन्न कमिटीमा रहेर क्रियाशील रहनुभएका साथीहरूलाई म यही साथीहरूलाई साक्षी राखेर भन्न चाहन्छु, अब अनिराज सुब्बीले आफ्नो कार्यदिशा परिवर्तन गर्नुपर्ने अवस्थामा हामी आइपुगेका छौं। हिजो हाम्रो कार्यदिशा के थियो भने समाज रूपान्तरणको लागि शैक्षिक जागरण थियो मदनजी है। अब हामीले समाज रूपान्तरणको लागि मात्र शैक्षिक जागरण गरेर अब हामीलाई सम्भव छैन। अब हामी अनिराज सुब्बीलाई त्यति मात्र पुग्दैन। किन पुग्दैन भन्दाखेरि अनिराज सुब्बीलाई मात्र दुई प्रकृतिको अनिराज सुब्बी प्रष्ट रूपमा देखिएको छ। एउटा अनिराज सुब्बी जो दैनिक रूपमा कक्षा कोठामा जान्छ, अध्ययन गर्छ र कक्षा कोठाबाट शैक्षिक आन्दोलन उसले चाहिँ अगाडि बढाइरहेको छ। अर्को अनिराज सुब्बी छ जो कक्षा कोठाबाट दीक्षित भएको छ र दीक्षित भएर उसले विद्यार्थी आन्दोलनलाई, शैक्षिक आन्दोलनलाई राष्ट्रिय व्यापी रूपमा चाहिँ अगाडि बढाउन उसले योगदान गरिरहेको छ। यी दुई वर्गका अनिराज सुब्बीलाई हामीले सन्तुलन गराएर अगाडि लैजानु पर्नेछ। कक्षा कोठामा रहिरहेका अनिराज सुब्बीलाई त उहाँहरू त्यहाँ क्रियाशील रहनुभएको छ, नेतृत्वको हिसाबले अब यो 24औं महाधिवेशनपछि उहाँहरूलाई गाइडलाइन गर्छ। जो विद्यार्थी साथीहरू कक्षा कोठाबाट दीक्षित भए ती साथीहरूलाई हामीले नयाँ ढंगले हामीले लान आवश्यक छ। ती साथीहरूलाई अब हामीले चाहिँ अनिराज सुब्बी कार्यदिशामा जोड्न आवश्यक छ। त्यो कार्यदिशाले सम्बोधन गर्न आवश्यक छ। त्यो भनेको सामाजिक र आर्थिक रूपान्तरणको लागि शैक्षिक जागरण। हाम्रो शैक्षिक जागरण यस्तो हुनुपर्छ साथीहरू जसले चाहिँ समाज रूपान्तरण मात्र होइन आर्थिक रूपान्तरण पनि गर्न सकोस्। त्यो आर्थिक रूपान्तरण भनेको देशको आर्थिक रूपान्तरण हो, त्यो आर्थिक रूपान्तरण भनेको समाजको आर्थिक रूपान्तरण हो र स्वयं व्यक्तिको आर्थिक रूपान्तरण हो। त्यसैले अब हामीले विद्यार्थी आन्दोलनलाई सामाजिक आर्थिक रूपान्तरणको लागि शैक्षिक जागरण यो कार्यदिशा बोकेर हिँड्न आवश्यक छ। त्यसले विद्यार्थी आन्दोलनलाई सफल बनाउँछ। यो कार्यदिशालाई सफल बनाउनको लागि 3टा खम्बा आवश्यक छ, जसले 3टा खम्बा 3टा खुट्टाको रूपमा चाहिँ त्यसले भूमिका खेलोस्। त्यो 3टा खम्बा भनेको एउटा खम्बा भनेको शैक्षिक आन्दोलनको खम्बा हो। हामीले करिकुलम शिक्षा नीतिको विषयमा हामीले व्यापक रूपमा चाहिँ आवाज उठाउन आवश्यक छ। हामीले झकझकाउने हो, विद्यार्थी आन्दोलनले आवाजै दिने हो, हामीले सरकारलाई घचघचाइरहने हो। तर त्यो इमान्दारीपूर्वक घचघचावट भयो भने सरकार पनि विद्यार्थी आन्दोलनको आवाजलाई मान्न तयार हुन्छ। त्यस्तो विद्यार्थी संगठन बनाउन अब हामीले आवश्यक छ। हामीले विकृति बेचिति यसमा जोडिएका विश्वविद्यालयका सुधारका चिजहरू तमाम छ, यसलाई अनुसन्धान गरेर हामी आवाज उठाउँछौँ एउटा इमान्दार नेतृत्व सहित। एउटा खम्बा शैक्षिक आन्दोलनको खम्बा, अर्को खम्बा भनेको राजनीतिक सुशासनको खम्बा। अनिराज सुब्बी आफै एउटा राजनीतिक नर्सरीको रूपमा चाहिँ अभ्यस्त एउटा अध्ययन सँगसँगै विकसित हुने लिडरसिपको एउटा संगठन हो। त्यसो हुनाले हामीले चाहिँ एउटा महत्वपूर्ण खम्बाको रूपमा चाहिँ हामीले राजनीतिक सुशासनको खम्बा लिनुपर्छ। राजनीतिमा देखिएको, देशमा देखिएको भ्रष्टाचार, बेचिति, विकृति, हरेक विसङ्गतिको विरुद्ध अब लड्नुपर्छ, जसले सुशासनलाई चाहिँ माग गरोस्। त्यो अनिराज सुब्बीले राजनीतिक सुशासनको खम्बा बोक्छ। र अर्को महत्वपूर्ण खम्बा, तेस्रो खम्बा भनेको उद्यमशीलताको खम्बा हो। अनिराज सुब्बीले हो आजको दिनसम्म धेरैभन्दा धेरै हामीले पर्सनल एसिस्टेन्टहरू हामीले जन्मायो, ठिक छ, आन्दोलनले जन्मायो। त्यसपछि हामीले अलिअलि राजनीतिक नियुक्ति खान योग्यहरू पनि हामीले पाउन योग्यहरू पनि हामीले जन्मायो, ठिक छ। यतिले मात्र आजको युवा र विद्यार्थीको समस्यालाई सम्बोधन गर्न सक्दैन। बढ्दो युवा पलायनलाई रोक्ने हो भने हामीले अब के गर्नुपर्छ भने उद्यमशीलतालाई जोड दिनुपर्छ। त्यो उद्यमशीलता भनेको कस्तो उद्यमशीलता हो भने